सर्वप्रथम मान्य सदस्य कृष्ण हरि बुढाथोकी। सभामुख महोदय, बजेट वक्तव्य प्रस्तुत भइसकेपछि म रामेछाप जिल्लामा नागरिकसँग प्रत्यक्ष भेटघाट, गुनासो र सुझाव सङ्कलन गर्न गएको थिएँ। त्यहाँ धेरैले यस वर्षको बजेटमा रामेछाप जिल्लाको नाम नआएको कुरा मलाई राख्नुभयो। यस कुराले मलाई पनि झस्कायो। रामेछापको विकास र समग्र समृद्धिको लागि मैले सम्बन्धित मन्त्रालयहरूसहित प्रधानमन्त्रीको कार्यालयमा केही रूपान्तरणकारी गेम चेन्जर आयोजनाहरू प्रस्तुत गरेको थिएँ। रामेछापमा प्रशस्त उत्पादन हुने जुनार, सुन्तला, किवी लगायत फलफुलको व्यावसायिक प्रशोधन र उत्पादनलाई वृद्धि गर्ने गरी फलफुल प्रशोधन केन्द्र स्थापना, स्थानीय पदार्थमा आधारित कागज उद्योग र अधिक सुखाग्रस्त भूभाग रहेको रामेछापमा हात्तीबारको व्यावसायिक उत्पादन मार्फत जुट उद्योगको विकास, पर्यटन विकासका दृष्टिले सैलुङ क्षेत्रबाट ठोसे बाम्ती हुँदै सगरमाथा आधार क्षेत्र जोड्ने बृहत पर्यटन राजमार्ग जस्ता विषयवस्तुहरू मैले पेश गरेको थिएँ। यी आयोजनाहरूले ग्रामीण रोजगारी सृजना गरी युवा पलायन रोक्न महत्त्वपूर्ण योगदान पुर्याउन सक्छ भनेर प्रस्ताव पेश गरेको थिएँ। समृद्ध रामेछाप निर्माणमा माथि उल्लेखित आयोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने भएकोले मन्त्रालयगत विनियोजनमा यी सबै आयोजना पर्नेछ भन्ने आशा पनि राखेको छु।